नमस्कार। यस श्री कोल्मा ब्राहचौर माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गरेका सकारात्मक र राम्रा पक्षहरू साथसाथै प्राप्त गरेका उपलब्धि तथा सफलताको सहयोग र भावी योजना यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छौँ। आज रातो सदनको पालो रहेको हुनाले केही प्रश्न लिएर उपस्थित भएको छु। कृपया ध्यानपूर्वक सुनिदिनुहोला। स्वागतलाई रातो पार्ने तत्त्व कुन हो? विद्यालयले अपनाएका असल अभ्यासहरू। समयको सदुपयोग तथा व्यवस्थापनका लागि शिक्षकलाई विद्युतीय हाजिरीको व्यवस्थापन र शिक्षक डायरीको व्यवस्था गरिएको छ। त्यस्तै गरी कक्षा कोठामा घडीको व्यवस्थापन गरिएको छ। साथसाथै विद्यार्थीलाई लगबुक पनि प्रदान गरिएको छ। यसबाट शिक्षकले समय सदुपयोग गर्ने तथा विद्यार्थीले समयको खबरदारी गर्ने हुनाले सिकाइ प्रभावकारी हुने देखिन्छ। विद्यार्थीमा रहेका अन्तर्निहित क्षमता जस्तै भाषिक, बौद्धिक, तार्किक, साङ्गीतिक, शारीरिक क्षमताको विकास गर्नका लागि र स्वस्थ प्रतिस्पर्धाका लागि विभाजन गरिएको छ। साथै शिक्षकको कार्य जिम्मेवारी तोकिएको छ। वार्षिक शैक्षिक कार्यप्रणालीलाई व्यवस्थित गराउनका लागि शैक्षिक कार्यपात्र निर्माण गरिएको छ। यस वर्षका लागि यस विद्यालयका आजीवन सदस्य कीर्तिमान गिरीले महत्त्वपूर्ण सहयोग र सौजन्य गर्नुभएको छ। विशेष परिस्थिति बाहेक शैक्षिक कार्यपात्रमा उल्लेख गरिए अनुसारका शैक्षिक कार्यक्रमहरू, त्यसका अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने र पुरस्कार वितरण गर्ने कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ। सूचना प्रविधिसँग परिचित हुन तथा ज्ञानसिप क्षमता अभिवृद्धि गर्न गुणस्तरीय सिकाइका लागि विद्यालयमा कम्प्युटर ल्याब, प्रोजेक्टरको व्यवस्था गरिएको छ, जसले सिकाइलाई प्रभावकारी बनाउने ठानिएको छ। यस्तै गरी वर्तमान समयमा साइबर संस्कृतिबाट थिचिएका, निसासिएका विद्यार्थीमा पठन सिपको विकास गर्न, ज्ञानको खोजी गर्नका लागि पुस्तकालयको व्यवस्था गरिएको छ। त्यसै गरी विज्ञान प्रयोगशालालाई थप व्यवस्थित र मजबुत बनाउने योजना रहेको छ। पढेर सिद्धान्त मात्र बुझिन्छ, तर घुमेर त्यहाँको वस्तुस्थितिसँग साक्षात्कार भएको हुनाले सिकाइ प्रभावकारी हुन्छ। त्यसैले बेला बेलामा लघु भ्रमण पनि गर्ने गरिन्छ। शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई प्रविधिसँग जोडी उत्पादन गर्ने शिक्षा आजको आवश्यकता हो। श्रमको सम्मान गर्ने, श्रम गर्ने संस्कृतिको विकास गर्ने उद्देश्यले यस विद्यालयको हाताभित्र रहेको जग्गालाई सदनगत रूपमा विभाजन गरी जिम्मा दिइएको छ। विद्यालयका विद्यार्थी शिक्षकहरू मिलेर सिजन अनुसार खेती प्रणाली अगाडि बढाइएको छ। मूलतः अघिल्ला वर्षहरूमा सिकाइको मूल्याङ्कनमा अधिक जोड दिँदै औपचारिक रूपमा 3वटा परीक्षा सञ्चालन गरिए पनि यस वर्षदेखि सिकाइका लागि मूल्याङ्कनमा थप मासिक परीक्षा लगायत विद्यार्थीको सिकाइ सहभागिता, गृह कार्य गर्ने बानी, परियोजना कार्य, अनुशासन, समय पालन, सहयोगीपन, बानी व्यवहार, अतिरिक्त क्रियाकलापका साथसाथै विद्यार्थीमा रहेको खुबी र विशेष रुचिलाई समेत ख्याल गरी
आन्तरिक मूल्याङ्कन गर्दै मासिक रूपमा रिपोर्ट पठाउने व्यवस्था गरिएको छ। मासिक रिपोर्ट कक्षा 4 देखि माथिका कक्षाहरूमा लागू गरिएको छ भने कक्षा 1 देखि 3 सम्म थिमगत मूल्याङ्कन अभिलेख पुस्तिका राखी विद्यालयमै अभिभावकलाई देखाउने व्यवस्था गरिएको छ। विद्यालयबाट प्रदान गरिने शैक्षिक सेवाका सन्दर्भमा विद्यार्थी र अभिभावकलाई जानकारीका लागि विद्यार्थी अभिभावक बडापत्रको व्यवस्था गरिएको छ। त्यस्तै गरी सूचनाको प्रभावकारी कार्यान्वयन र सञ्चारका लागि सूचना अधिकारीको समेत व्यवस्था गरिएको छ। विद्यालयले प्राप्त गरेका केही उपलब्धिहरू। गत मङ्सिरमा सञ्चालन भएको पुतली बजार नगर स्तरीय राष्ट्रपति रनिङ सेल प्रतियोगितामा 4 स्वर्ण, 5 रजत र 1 काँस्य गरी 10 पदकसहित दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो भने जिल्ला स्तरीय 1500 र 3000 मिटरको दौडमा यसै विद्यालयका सन्देश भुजेल दुवैमा प्रथम स्थान हासिल गर्न सफल भएका थिए। त्यसै गरी गत पौषमा सञ्चालन भएको क्रस कन्ट्री रनिङ प्रतियोगितामा विद्यार्थी समूहको दौडमा यस विद्यालयबाट सहभागी भएका विद्यार्थीहरूको समूहमा प्रथम र दोस्रो स्थान दुवै यसै विद्यालयबाट प्राप्त गर्न सफल भएका थिए। त्यस्तै गरी अरनिको मावि राङमाङमा भएको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा यस विद्यालयबाट सहभागी भएका विद्यार्थीले तृतीय स्थान हासिल गर्न सफल भएका थिए। त्यस्तै गरी पुतली बजार नगर स्तरीय शैक्षिक सामग्री प्रदर्शन गणित सामग्रीको प्रदर्शनमा यस विद्यालयबाट सहभागी भई तेस्रो स्थान प्राप्त भएको थियो। त्यसै गरी पुतली बजार नगरपालिकाभित्र रहेका विद्यालयको विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगितामा यस विद्यालयबाट सहभागी भई सान्त्वना स्थान प्राप्त गर्न सफल भएको थियो भने शिक्षकको हाजिर जवाब नगर स्तरीय शिक्षकको हाजिर जवाब प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो। यस विद्यालयको समग्र विकासका लागि स्थापना कालदेखि नै सहयोग हुँदै आएको छ। पछिल्लो चरणमा सहयोग गर्ने संस्था तथा महानुभावहरू यस प्रकार हुनुहुन्छ। खुमा फाउन्डेसन र रोटरी क्लब अफ नक्साल काठमाडौँबाट कक्षा बाल विकासदेखि 12 कक्षासम्मका विद्यार्थीलाई ट्र्याकसुट वितरण कार्यक्रम भएको छ। त्यस्तै गरी साल ट्रेडिङ कर्पोरेसनबाट कक्षा 1 देखि 7 सम्मका विद्यार्थी भाइ बहिनीहरूलाई झोला वितरण कार्यक्रम भएको छ। त्यस्तै गरी मुस्कान इलेक्ट्रिक पसल पोखराबाट बत्ती सेन्सर बत्तीको सहयोग भएको छ। यसै गरी गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठबाट कक्षा 8 देखि 12 का लागि र यस विद्यालयका संस्थापक खड्गबहादुर गुरुङका सुपुत्र अर्जुन गुरुङबाट कक्षा 1 देखि 7 सम्मका विद्यार्थीका लागि सामग्री र 1 कक्षादेखि 3 कक्षासम्मका विद्यार्थीका लागि अङ्ग्रेजी माध्यमका पुस्तकको सहयोग भएको थियो। त्यसै गरी यस विद्यालयका पूर्व शिक्षक देवी पौडेलका सुपुत्रहरूबाट रङ्गिन प्रिन्टर प्राप्त भएको छ। त्यस्तै गरी सुबेदार मेजर दुधप्रसाद गुरुङ र गिरमान गुरुङबाट विद्यालयको होर्डिङ बोर्ड निर्माणमा सहयोग भएको छ। यसै गरी वर्तमान समयमा नैतिक शिक्षा र संस्कार शिक्षाको खडेरी परिरहेको बेलामा यस विद्यालयको हाताभित्र सरस्वती मन्दिर निर्माण गर्नुहुने यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय व्यक्तित्व धनबहादुर भुजेलका सुपुत्र सञ्जय कुमार भुजेलले सरस्वती मन्दिर निर्माण गरी सञ्चालन र सम्वर्धनको अभिभार सुम्पिनु भएको छ र सोही अनुरूप प्रत्येक हामी वसन्त पञ्चमी सरस्वती पूजामा यहाँ पूजा नियमित गर्ने गर्दछौँ भने बिहानको प्रार्थनाको समयमा सरस्वती वन्दना गरिन्छ। यसरी विद्यालय व्यवस्थापन समितिको दूरदर्शी र विद्यालयप्रतिको समर्पण त्यस्तै गरी शिक्षक अभिभावक विद्यार्थी र समुदायको सम्बन्धका कारण विभिन्न सहयोग र सद्भाव आइरहेको छ। पक्कै पनि हामीमा सकारात्मक चिन्तन जोश जाँगर र काम गर्ने दृढ इच्छा शक्ति भयो भने हाम्रो विद्यालयलाई राम्रो विद्यालय बनाउन सकिने नै छ। हरेक कार्यमा महत्त्वपूर्ण साथ र सहयोग प्रदान गर्नुहुने पुतली बजार नगरपालिका वडा नम्बर 9 नगर कार्यपालिका तथा सम्पूर्ण दाताहरूप्रति हार्दिक सम्मान अर्पण गर्न चाहन्छु। आगामी दिनमा थप अतिरिक्त कक्षा विद्यार्थी बाल क्लब सञ्जाल र बाल भित्ते पत्रिकालाई जोडी सिकाइ गुणस्तर कायम गरिनेछ। अन्त्यमा यहाँहरूको रचनात्मक प्रतिक्रियाको अपेक्षासहित यो छोटो प्रस्तुतिबाट बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार।